बाला नमस्ते। हजुरको उमेर कति भयो होला? मेरो अहिले 88 वर्ष। हजुर 88 वर्षको उमेरमा हुनुहुन्छ र अहिले 72 सालमा जुन भूकम्पहरू गए त्यो पनि हजुरले महसुस गर्नुभयो भनेपछि 81 वर्ष अगाडि 90 सालमा भएको भूकम्पलाई पनि हजुरले महसुस गर्नुभएको होला। 90 सालको भूकम्पको बारे केही कुराहरू भनिदिनुहुन्छ? हजुर भन्नुहोस् न, त्यो बेला कस्तो महसुस भएको थियो, के भएको थियो, ती कुराहरू केही जानकारीहरू दिइदिनुहोस् न। त्यस बेलाको म 6 वर्ष उमेर थियो। त्यहाँ त कौसीमा घाम तापेर आमाहरू बजेहरू घाम तापेर गए थिए। त्यो बेलामा भन्दै आयो भने आयो भने के आयो के आयो, त्यहाँबाट के आयो आमा सोध्दाखेरि भित्र आयो भनेर भन्यो। त्यहाँ त त्यो पर्खालमा त्यो दिवालमा त कस्तो अचारको बनाउने त्यो फलेक राखेको थियो। त्यसमा 5-10 किसिम बनाएर राखेको थियो। त्यो फलेक सबै चाहिँ यसो हल्लिएको थियो। त्यहीमाथि हेर्नुपर्छ के भयो यो भन्नुभयो। नाचेर बुझ्दा भने 6 वर्ष उमेरमा नाचेर अनि त्यो हल्लिरहेको थिएँ के भयो अनि अब सोधेँ के भयो आमा भने भेजा लाग्यो भने त्यति थाहा छ। अलिकति टाढा भयो अनि त्यहाँबाट सबै बाचा भयो। अनि पछि एक दिनमा पूजा गर्नुभयो। त्यति थाहा छ। भुइँचालोको समयमा हजुर कहाँ हुनुहुन्थ्यो र? त्यो कौसीमा थियो। कौसीमा आमाहरू सँगै बसेर त्यो खेलिरहेको थियो। हामी घाम तापेर बसेको थियो। घाम ताप्दै आयो भने के आयो के आयो। हजुर त्यहाँबाट पनि त्यो फलेक अचारको फलेक अचार सबै हल्लिएको देखेँ। त्यहीमाथि हेर्नुपर्ने। हजुर अनि के भयो अब सोद्धाखेरि भिजा लाग्यो भने भन्यो भिजा भने के हो यो थाहा छैन। जस्तै हामी अहिले हेटौँडामा छौँ। भुइँचालो 90 सालको भूकम्पमा हजुर हेटौँडामै हुनुहुन्थ्यो कि कतै हुनुहुन्थ्यो? म त्यति बेला भैँसेमा थिएँ। भैँसी घरमा हुनुहुन्थ्यो? हजुर हजुर। अनि त्यो बेलाको भुइँचालोमा जस्तै अहिले पनि हल्लाएको छ कि त्योभन्दा नि कम अथवा बढी के छ हजुरको अनुभव? त्योभन्दा धेरै बढी। अनि त्यहाँ म जस्तै म खाटमा सुतेको थिएँ बिहान। अब दिँदा जाउँ भनेर सोचिरहेको थियो। हजुर अनि भाइहरूले बाले खानलाई बोलाऊ भनेर सुने। खाने बेला भएछ भन्दाखेरि त्यहाँ जाति बस्नु पऱ्यो भनेर खानबाट उठेर यसो दुई बाहिर गएको थियो हल्लियो। अहिलेको समय 72 सालको भूकम्पमा? हजुर। अनि त्यहाँ त हल्लिएको देखेँ भिजा लागेर आएको छ भनेर ढोकाबाट गएँ। ढोका गएर त्यहाँबाट त्यो के भन्छ दिवाल बाहिर र भित्र दिवालमा हात त्यसो लगेको त पुरै यो 90 मनमा 90 सालको भुइँचालोबाट धेरै तरुण रहेछ यो त। हजुर खतरा रहेछ भनेर भन्दा थिएँ। अनि राम 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 भन्दै के गर्ने अब अरू बाइक छैन कहाँ जाने कहाँ। अनि हजुर हजुर भुइँचालो जस्तै 90 सालको भुइँचालोमा जति क्षति भयो नि अहिलेको समयमा त्यस्तै क्षति भएको जस्तो लाग्छ कि हजुरलाई त्योभन्दा कम क्षति भएको जस्तो लाग्छ? त्यहाँ त त्यो बेलामा त भइसक्यो केही पनि भएन। हजुर यहाँ पनि अहिले त्यो भएको छैन। अहिले काठमाडौँ यो टिभीमा हेर्दाखेरि त अन्त भन्दा यहाँ त केही पनि भएको छैन जस्तो लाग्छ। हजुर काठमाडौँ अन्त धेरै भएको जस्तो लाग्छ। हजुर त्यही त यहाँ केही पनि छैन। हजुर अलिअलि बिग्रेछ मान्छेहरू यहाँ यो जस्तै हिटुवामा अहिले तपाईँ 4-5 वटा गाउँ त जस्तै भयो। हजुर यो ठाउँमा त 5वटा घर यसरी 90 वर्षसम्म बसेको छ यसरी ढलेर। हजुर त्यसरी ढलेर बसेको छ। अनि त्यो एउटा ढलेको चार्ने पार्ने जान्छ। हजुर त्यस्तो किसिमबाट भइरहेको छ। अब हुन अन्त पनि धेरै छ। जस्तै रातपाटेमा भयो ठाउँमा ठुवा गाह्रो भएको ठाउँ त सबै खतम भयो। हजुर अनि 90 सालको भूकम्पमा हजुरले काठमाडौँलाई हेर्नुभएको थियो कस्तो अवस्थामा पुग्यो भनेर? त्यो सुनेर थिएँ तर म त्यहाँ गएको थिएन। दिमागमा गएन म थाहा भएन। म धेरै पछि माथि गएँ। हजुर त्यो थाहा भएन। त्यो बेला पनि हेटौडामा अनि भैँसीमा त्यस्तो मान्छेहरू बितेको वा चाहिँ थिचेको त्यस्तो भएन?
त्यस्तो भएर भैँसमा हुँदै भएन यत्रोमा चाहिँ सधैँतिर बजारै थिएन गाउँमै थिएन यहाँ त मान्छे आउने थिएन हजुर त्यो वखतमा यहाँ मान्छे नै आउँदैन आगे वर्ष आउँदैन बस्दैन 90 सालमा भएको भूकम्पमा बिर्सनै नसक्ने घटना चाहिँ के छ तपाईँलाई यहाँ के पनि छैन त्यस्तो त्यस्तो किसिमबाट के गर्दा भूकम्प भइसके पछाडि पनि अप्ठ्याराहरू केही भए सबै यहाँ चाहिँ छैन अब हिटलर त उदय विकासै भएको थिएन हजुर यहाँ त दिउँसो आउँदै हुँदैन हजुर दिउँसो आगे वर्ष हुँदैन मान्छे त्यसै भाग हुन्छ के भएर भागा भाग औल लाग्छ भनेर आउनु लाग्छ भनेर औल लाग्छ। त्यो बेलाको एउटा समयमा समयमा भैँसीमा त्यस्तो भूकम्प पछाडि केही कुराहरू अवस्थाहरू चाहिँ केही बिग्रिने अवस्थाहरू त्यो थिए भएन त्यहाँ पछि चाहिँ कति साल भयो त्यो याद भएन ऊ के झाला पहिला झालाको ए केही समय पछाडि चाहिँ झाडा पखाला लाग्ने चाहिँ महामारी भयो भएर 5,000 बढ्यो त्यति हो हजुर अरू थाहा भएन अरू छैन अरू केही भएन हुन्छ हजुरले हामीलाई यति धेरै कुराहरू सेयर गरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद धन्यवाद मेरो देखेको कुरा जानेको कुरा भोलिको बाटो अरू मलाई केही पनि थाहा छैन ठिकै छ अब म भर्खर 6 वर्ष उमेर थिएँ त्यो बेलामा हजुर त्यो जानेको कुरा मलाई एकदम होस् छ मलाई बिचरा आयो त्यो मलाई थाहा छ के भयो हामी म चाहिँ दङ मलाई हामीले थाहा छ पक्कै देखेको पनि थिएन सुनेको पनि थिएन मैले हजुर त्यही हो ल धन्यवाद हस् त धन्यवाद नमस्कार नमस्कार